कसले पो देख्ने रहेछ र भावीको लेखा कर्मको खेल। कसले पो देख्ने रहेछ र भावीको लेखा कर्मको खेल। मेटेर कहिल्यै नमेट्ने सहनै पर्ने बाँचुन्जेल। मेटेर कहिल्यै नमेट्ने सहनै पर्ने बाँचुन्जेल। कसले पो देख्ने रहेछ र भावीको लेखा कर्मको खेल। नमस्ते सुदूरबाट सुदूरकी चेलीको। यहाँहरू सबैमा 24-25 हजार जो मलाई फलो गरेर बस्नुभएका मेरा फलोवर्स साथीहरू मित्रहरू दाजुभाइ दिदीबहिनी सबैमा सुदूरबाट मेरो ढोक छ, प्रणाम छ, तह अनुसारको नमस्ते छ, न्यानो माया छ, सम्झना छ। मैले सानो कुरा भन्न चाहे यहाँहरूमा आज। मान्छेको लेखी के हुन्छ कस्तो हुन्छ त्यो थाहा हुँदैन। भोलि के हुने हो थाहा हुँदैन। भोलि के हुने हो मेरो पर्दा पछाडि मेरो पिठी पछाडि भोलिको दिन के हुने हो। अहिले म यो कुरा हजुरहरूसँग गर्दैछु, भोलि यति बेला के हुने हो मलाई थाहा छैन, त्यो हजुरहरूलाई पनि थाहा छैन। त्यसकारण कर्म कस्तो गरेको छ, कर्म अनुसारको मान्छेले फल भोग्नु पर्दो रहेछ, त्यो देखिने कुरा रहेछ, महसुस गर्ने कुरा रहेछ, त्यो आजभोलि थाहा हुँदैछ मलाई। त्यसकारण सबै कर्म गरेर गइयो, सकेसम्म राम्रो गर्ने हो। र त्यसै क्रममा मैले यो सुदूरमा जन्मेर सुदूरमा मेरो आधा उमेर भइसक्यो। मैले यो सुन्दर सुदूरपश्चिम, मेरो सुन्दर सुदूरपश्चिम कला संस्कृतिको धनी, रीतिरिवाजको धनी, खानपिनको धनी, सौन्दर्यताको धनी, नदी नालाको धनी, पहाड पखानको धनी, एकदम सुन्दरता भएको मेरो सुदूरपश्चिममा म जन्मे। मलाई भाग्यशाली ठान्दछु। यहाँहरूमाझ मैले यो कुरा राखिरहँदा मेरो सानो निवेदन पनि छ। मैले यो सुन्दर सुदूरपश्चिममा जन्मेर यहाँहरूको माझ केही कुरा राख्न पाउँदा म आफूलाई गौरवशाली ठान्छु। मेरो धेरैजना साथीहरूले मेरो कुरा मन पराइदिनुहुन्छ। मैले यहाँहरू सबैलाई प्रणाम गर्न चाहन्छु। मैले यहाँहरूसँग कुरा गरिरहेको छु। मैले मेरो जीवनको सँगसँगै मेरो जीवन करिब आधा भइसक्यो र त्यति बेलादेखि मैले कमसेकम अहिलेभन्दा 36, 37, 38 वर्ष अगाडि मेरो समाज कस्तो थियो, त्यो समाजले के चलन चलाएको थियो, कस्तो मान्यता थियो समाजमा, र महिलाहरूलाई हेर्ने दृष्टिकोण कस्तो थियो त्यति बेला। अहिले त धेरै परिवर्तन भएको छ। खुद म आफै साँची छु। सङ्घर्षको मैदानमा उत्रिँदै जाँदा, सङ्घर्ष गर्दै जाँदा अहिले मैले धेरै परिवर्तन पाएको छु। परिवर्तन छ, भएको छ। परिवर्तन भन्दा पनि अहिले धेरै परिवर्तन भइसकेको छ। तर दूरदराजमा भने परिवर्तन हुन सकेको अवस्था छैन। जब म दूरदराजको गाउँहरूमा जान्छु, म खोजी गर्छु यस्ता कुराको। सुदूरको संस्कृति के छ भनेर मलाई 2 वर्षदेखि मैले सुदूरमा बैतडी, डडेलधुरा र दार्चुला 3 जिल्लामा गाइने सगुना, फाग, अठेवाली, झोडो भन्छ कसैले फाग भन्छ, यो कुराको खोजी गरेको हुँ। सुदूरको संस्कृति पनि जोगाउनुपर्छ। म सुदूरको चेली, सुदूरको संस्कृति जोगाऊ भन्ने। मान्छेले राजनीति गर्छ, संस्कृति त्यागेर आफ्नो संस्कारलाई छोडेर राजनीति गर्छ। तर मलाई त्यो मन परेन, म त्यसको विरोधी हो। राजनीति गर, सार्वजनिक काम गर, समाजसेवा गर, सबै गर, तर बुवा आमाले माने आएको, पुर्खाले माने आएको राम्रो कुरा छ भने त्यो संस्कारलाई अँगालेर अगाडि बढ भन्ने मेरो मान्यता हो। म त्यो मान्छे हो। त्यसकारण मैले 2 वर्ष जति भयो, 2 वर्ष पहिलादेखि मैले सगुना, फाग, अठेवाली, व्रत, बन्द, बिहा आदि इत्यादिमा गाइने, सुदूरपश्चिममा गाइने कुराहरूको खोजी गरेको थिएँ, लेखेको थिएँ। अनि दार्चुलाको भाषा के हो, बैतडीको के हो, डडेलधुराको के हो सोधेको थिएँ। त्यो सोध्दै खोज्दै जाँदा भिन्न पाएँ मैले। तर जुन शब्द एकदम अत्यन्त राम्रा लागे ती शब्द मैले उल्लेख गरेर मैले लेखेर किताब निकालेको छु, सुदूरका सगुना भनेर। त्यसमा सबै छ, फाग छ, झोडो छ, जसले फाग भन्छ कसैले झोडो भन्छ। अनि सबै कुरा मैले सकेसम्म जाने जति, खोज्न सके जति, बुझ्न सके जति राखेको छु। र विगत 37-38 वर्ष अगाडिको समाजलाई चित्रण गरेर एउटा सुदूरको चेली भन्ने किताब, 2टा किताबको मैले विमोचन गरेको छु भर्खरै। यो किताब धनगढीको साथीहरूले मलाई टिकटकमा भनेको छ, कहाँ पाइन्छ, हामीलाई पनि चाहिने हो भनेर सोधेको छ। म उहाँहरूलाई निवेदन गर्न चाहन्छु, मेरो किताब
धनगढीको रातो पुल नजिकै रहेको रातो पुलनिर रहेको रेनबो कलर ल्याबमा मेरो किताब पाइने हो। सुपथ मूल्यमा त्यहाँदेखि लग्नुहोला। सगुनाको किताब, सुदूरको चेलीको जो किताब हजुरलाई इच्छा लाग्छ त्यो लग्नुहोला, पढ्नुहोला। त्यसको पछाडि फोन नम्बर छ, मलाई सुझाव दिने भए फोन नम्बर छ, फोन गर्नुहोला। र मबाट केही सहयोग चाहेको भए मैले के गर्न सक्छु, यहाँहरूको सेवामा के बोल्न सक्छु, के सुझाव दिन सक्छु, फेरि म फोन गर्दा हुन्छ, म निवेदन गर्नेछु। र कञ्चनपुरको यो सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा गल्ली नम्बर 2 मा रहेको दुर्गा पुस्तक भण्डारमा पनि यो किताबहरू पाइन्छ, त्यहाँ राखेको छ। त्यो पुस्तकालयले राखेको छ, बेच्ने गरेको छ। यहाँदेखि पनि लग्नुहोला। धनगढीको साथीहरू, धनगढीको रातो पुलनिर रेनबो कलर ल्याब छ, त्यो रेनबो कलर ल्याबमा हाल फिलहालको लागि मैले त्यो किताब राखेको छु। धनगढीको साथीहरूलाई मैले आग्रह गरेँ, लग्नुहोला, त्यहाँ आउनुहोला। धन्यवाद। सुदूरपश्चिमकी चेलीकी ढोक छ, सलाम छ सबैलाई।